मन अशान्त भइरहन्छ, तनाव चिन्ताहरू भइरहन्छ र थट्सहरू विचारहरू धेरै आउँछन् भने म जे भन्छु नि त्यो गर्नुहोस् है। ल केही समयको लागि आफ्नो दुवै आँखा बन्द गर्नुहोस्। पुरा शरीरलाई एकदम हल्का छोडिदिनुहोस्, एकदम रिल्याक्स। शिरदेखि पाउसम्म हरेक मांसपेशीहरूलाई पूर्ण रूपमा रिल्याक्स छोडिदिनुहोस्। रिल्याक्स, सबै टेन्सनहरू शरीरबाट रिलिज हुँदैछन् भन्ने एउटा सोच बनाउनुहोस् र आफ्नो ध्यानलाई, आफ्नो कन्सन्ट्रेसनलाई आफ्नो शिरको भागमा लिएर जानुहोस् र त्यो ब्रेनलाई भित्रबाट हेर्ने प्रयास गर्नुहोस्। आफ्नो चेतनाले, आफ्नो कन्सियसनेसले, आफ्नो अवेरनेसले त्यो ब्रेनलाई हेर्नुहोस् र खोज्दै जानुहोस् जुन तनाव, जुन चिन्ता तपाईले महसुस गर्दै हुनुहुन्छ त्यो कहाँबाट आइरहेको छ। खोज्दै जानुहोस् आफ्नो शिरको भागमा, ब्रेनको भागमा त्यो तनाव चिन्ताहरूलाई खोज्दै जानुहोस्। आफ्नो अवेरनेसले चारैतिर खोज्दै जानुहोस्। भेटियो त हाम्रो ब्रेनमा कुनै पनि तनाव चिन्ता छैन। यो सानो प्र्याक्टिस, यो सानो अभ्यास यति इफेक्टिभ छ नि, जब पनि तपाईको माइन्डमा धेरै थट्सहरू चलिरहन्छन् नि, त्यो बेलामा पहिले आफूलाई शान्त बनाएर आफ्नो ध्यानलाई आफ्नो शिरको भागमा लिएर जानुहोस् र खोज्नुहोस् त्यो थट्सहरू कहाँबाट आइरहेको छन्। त्यो भेटिँदैन, तर यो प्र्याक्टिसले हाम्रो त्यो टेन्सनलाई बिर्सिदिन्छ। टेन्सन खोज्न जाँदाखेरि हामी टेन्सन भेटाउँदैनौँ, किनकि टेन्सनको कुनै फिजिकल बनावट, भौतिक बनावट छैन। तर यो प्र्याक्टिस छ नि, यो सानो प्र्याक्टिस कि हाम्रो अवेरनेसले हाम्रो चिन्ताहरूलाई हेर्ने। जसरी हामी आकाशमा बादल उडेको हेरिरहन्छौँ नि, त्यसरी नै आफ्नो अवेरनेसले हाम्रो चिन्ताहरूलाई हेर्नुहोस्। टाढाबाट कहाँबाट आइरहेको छ, कहाँ गइरहेको छ, किन उत्पन्न भइरहेको छ, त्यो भित्रबाट हेर्ने कोसिस गर्नुहोस्। यो जति अभ्यास गर्दै जानुहुन्छ नि, तपाईलाई आफ्नो थट्सहरू, विचारहरूसँग डिल गर्नको लागि धेरै मद्दत गर्छ। किनकि हाम्रो 90% समस्याहरू हाम्रो माइन्डमा मात्रै छन्, जुन वास्तविकतामा छैनन्। त्यसकारण यो सानो अभ्यासले, हाम्रो अवेरनेसले, हाम्रो चेतनाले हाम्रो थट्सहरूलाई हेर्ने यो प्र्याक्टिस गर्दै जानुभयो भने एक समयपछि हाम्रो माइन्ड त्यस तरिकाले नै प्रोग्रामिङ हुँदै जान्छ। हामी जस्तो तरिकाले आफ्नो माइन्डलाई युज गरिरहन्छौँ नि, हाम्रो ब्रेन त्यस्तै बन्दै जान्छ। त्यसकारण यो सानो अभ्यासलाई गरिरहनुहोस्। जब पनि माइन्डमा ओभर थिङ्किङ हुन्छ, धेरै थट्सहरू ओभरलोड हुन्छ नि, त्यो बेलामा यो प्र्याक्टिस गर्नुहोस्। आफ्नो अवेरनेसले हाम्रो त्यो चिन्ताहरूलाई खोज्ने प्रयास गर्नुहोस्। यो अभ्यास गर्दै जानुहोस्, नयाँ अनुभव पाउनुहुन्छ। अनि यो अभ्यास गर्दै जाँदा हाम्रो ब्रेन पनि नयाँ तरिकाले सोच्नको लागि, जुन आजसम्म हामी जुन तरिकाले सोच्दै आएको थियौँ त्योभन्दा फरक तरिकाले सोच्नको लागि प्रोग्रामिङ हुँदै जान्छ, रिवायर हुँदै जान्छ। अनि यो प्र्याक्टिस गर्दै जाँदा एक समयपछि एउटा ह्याबिट बन्छ। सो त्यसकारण यो अभ्यास गर्दै जानुहोस्। केही क्वेसनहरू छ भने कमेन्टमा लेख्नुहोस्।